अशुभ हुन्छ अरे कि राति बाँच्नु हुन्न अरे प्यारीहरू भालेले पनि बिहानै बाँच्छु है भालेले पनि अन्डा पाल्छ नि हाम्रो गाउँतिर त भयो त अब के गर्नु म त यस्तै होली आयो सल्मिना फेरि होली ल्याप गर्दै त्यस्तो भाले त हाम्रोतिर नि पठाइदेऊ न आफू बासी हुन्न र एउटा जात दिए हुन्छ है एउटा जात दिए हुन्छ है कता हो कि यो होली ल्यापहरू फेरि हेलो होली ल्यापहरू होली ल्याप त के अरे हाम्रो उता मिसलाई काम लाग्छ जस्तो छ होइन हो कि लागिहाल्छ नि अनि काम नलाग्ने केटी हुन्छ त तपाईँलाई पनि त लाग्छ नि लाग्दैन त हो ल्याप 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 गर्ने आफै त हो अनि पो म इम्प्रेस हुन्छु त अनि पो म फिदा हुन्छु त अनि त्यतिकै चुप लगाएर हो ल्याप ल्याप नगरेर बस्यो भने त को फिदा हुन्छ त म त हेर्दिनँ म त जोस आउनु पर्यो जाँगर आउनु पर्यो होइन त प्यारीहरू हो त अब हो त सन्चै हुनुहुन्छ मैले छोडिसकेँ क्या अब यस्तो कामहरू सबै कुरा त्यस्तो नगर्ने ल ठिकै छ नगर्ने ल ठिक छ तिमी आउँदैन माया छ भन्छ भेट्नै आउँदैन यत्तिका भइसक्यो म भेट्न फर्किने आएर बेला के दिने भइसक्यो मलाई के पाउँछ उ त पाउँछु भने आउँछ तारा जानु त्यो हुन्छ भने ठिकै छ म अहिले झोला सोला प्याक गरेर निस्किहाल्छु प्यारीहरू होइन अब त्यो फाइदा छैन प्यारीहरू घाटा मात्र हुन्छ यार घुमे हो कता घुमे हो घाटा हुन त छैन यार फिलै छैन फिलै छैन हौ पछि हजुर टोइलेटमा जानु कि अनि गफ मारौँ न टोइलेटमा जानु नि हौ अनि बोलौँला के मान्छे छन् होला त्यहाँ कस्तो टोइलेटतिर नि गफ हान्छ र फोनमा मार्यो छ्या यो त के छ नि गाउँ साल रन्किने गरी दिन्छु अहिले नहेर नि त अनि ब्लग हान यहाँ कमेन्ट गर्न आउनु अर्कोलाई गाली गर्न आउँछ ब्लग हान ब्लग अर्को चार्जर भित्र मनपर्छ कोही कोहीलाई बाहिर मात्र हो छ्या राम्रो बन्न खोजे कि भित्र मन परिरहेछ स्वाद आइरहेछ मजा आइरहेछ म त तिमी बिना त अब त बाँच्नै सक्दिनँ म त तिमी बिना मर्छु के चाहियो अब मर्दैन त थ्याङ्क यू सो मच म तिमी बिना त मरिहाल्छु म तिमी सुनेको छैन तिम्रो त्यो मेरो त हुँदैन क्या त्यो चाहिँ आइफोन खालको त्यो त त्यो चार्जर क्या मेरो त चार्जै लास्ट तात्छ मात्र हाम्रो टप लाइटहरूलाई फलो गर्नु हो के गर्ने त अब हो ल्याप ल लाइभ इन गरौँ न त लाइभ इनमा पनि त्यस्तो हुन्छ र म त इन गरिदिएको म त जान्छु यार काठमाडौँतिर कहाँ हो अहिले हाम्रो घरमा हो ल्याप गर्ने दुईटा छ तीनटा छ एउटा पठिन्छ दुईवटा तपाईँसँग भएन त आफूलाई चाहिँ गर्न खुसी हो
सरी माफ पाऊ बिर्से त म यहाँ होल्याप ल्याप ल्याप देखाइदिन्छु कि आजको होल्याप ल्याप ल्याप बाउले त दुईटा पारेर राखेछ हौ के गर्ने हो यतातिर पठाइदिनु मलाई चाहिरहेछ एउटा त खाम चलाउँछु पहिला म आउँछु कि नि त्यसपछि भएन भने त्यो दुईटालाई पठाइदिउँला नि ठिकै छ पहिला पर्टिक आउने पर्टिक चाहिँ आउने रे पहिला पर्टिक चाहिँ थ्याङ्क यू सो मच डियर जिन्दगी देख्यो ए अर्को होल्याप ल्याप ल्याप यता छ देख्यो नि तिम्रो लागि लौ यार अब के यो जुनीमा केटा पाउन गाह्रै छ त्यसैले काम चलाउनु पर्ला जस्तो छ केटा भेट्दा पनि यस्तो फिलै नआउने खालको छ के भन्नु प्यारीहरू देख्यो हो तिमीलाई काम लाग्छ यो मलाई काम लाग्छ के गर्नु यार तिमीलाई काम लाग्छ के त्यो दिक्षा दिदी तपाईँले अस्ति बाख्रा पाल्नु भएको थियो नि पठाइदिनु त पर्टिकतिर दुईटा छ भने मलाई चाहिँ किन नि एक्सचेन्ज जानु मलाई चाहिँ किन नि थ्याङ्क यू सो मच अनि अरू के छ अनि खाना खाएको म त तिम्रो माया खाँदा खाँदा अगाडि छु तिम्रो माया बाहेक अरू केही छैन अहिले त हो र कति त्यो चुसेको यो चुस्ने बेला पानीको बोतल चुसेर बसिरहेको छ थ्याट तिमी पनि हुन्न यो मान्छे त अब के चुस्नु त हाम्रो यो सुकेरै जाने हो यो सुकेरै जाने हो चुस्ने यही चुस्नुपर्छ भने के छ अरू चुसे हुन्न र अरू त तिमीले बोतल चुसेर बसिरहेछौ त त्यही भएर अब यो चुस्नमा यो सुकेरै जान्छ अब भए पो अब उ त्यो सुकेरै जाने भयो अब कुहिएरै जाने भयो त्यत्तिकै झरेरै जाने भयो पर्टिकजीको प्यारीहरू अबदेखि मलाई आश छैन यो मान्छे प्यारीहरू यस्तो यो पनि कुहिएर झर्छ झर्दैन त यो सुकेपछि कुहिएर झर्दैन त त्यही भएर छिटाउन के बोतल चुसेर बसेको नि अनि तिमी पनि हो मै आउनुपर्छ भन्ने छ केटा मान्छे आयो हुन्न केटै मान्छे आउनुपर्छ भनी छ लेडिज फर्स्ट केटी मान्छे गर्दै थाप्न आउनु त्यो आई मिन गोली के छातीमा के बन्दुकको गोली छातीमा गोली है म चम्किँदै आउनु अब तिमीलाई चम्केर आऊ भनेको र नचम्केर सर्लक परेर आउन चम्केर आउनु पर्छ अनि के त्यो यस्तो पोजिसनमा पनि के फिलै नलिएर त्यो फिलैसँग चम्किँदै आए पो रमाइलो पनि होला प्यारे म इक्जाम्पल देखाइदिन्छु पर्टिकजी ल आज त ठिकै रहेछ यसरी आउनु र यसरी आउनुमा कति पर्छ प्यारीहरू होइन ल भन्नु त प्यारीहरू है
लासक लसक बस्किँदै आउनु र त्यो चम्किँदै आउनुमा कति फरक छ ल आफै भन्नु कति ल ल चम्के आउला चम्के आउला थ्याङ्क यू सो मच हाम्रो यहाँ बिना दी रारसी दी हामुदी लभ ज्योतिषी थ्याङ्क यू सो मच रमाइलो भइरहेछ थ्याङ्क यू सो मच एभ्रिवान अहिले बल्ल फिल आउँदैछ क्या मलाई बल्ल फिल हो यतिको चाहियो नि त यतिको भाइ चाहियो नि त गरम हुन्छ जहिले गरम हुन्छ अलिक जोस जागरिलो चाहियो कि चाहियो के म देख्दाखेरि म अलिक हट्टाखट्टा छुइनँ म अलिक जोसिलो छैन यसरी हट्टाकट्टा छौ तिमी त कुरै नगर फिलै नआउने जस्तो यस्तै घोष देख्नु छैन तिमीलाई देख्ने बित्तिकै सबै यस्तो हो क्या अघि यस्तै हो कत्रा यस्तो भयो त फेरि म त म लास्ट गरौँ अनि जाऊँ बेस्ट अफ 3 साह्रै बिजी तिमी त भेट्न आउँदा नि भेट्न पाउँदैन आउनु नि भेट्न आज त लुङ्गी लाछु सजिलै छ म पनि दौडेरै आउँछु लुङ्गी लगाएको बेला त दौडिन सजिलो प्यान्ट लाउँदा सजिलो हुन्छ लुङ्गी त फेसक भएर अड्केर लड्छ कहाँको सजिलो हुने लुङ्गी झ्याउ लाग्यो भने अड्क्यो भने निकालेर दौडिने निकालेर यो मान्छे मान्छे दुनियाँ मान्छे हुन्छ त के पो त नि जन्मिने बेला त्यस्तै जन्मिया कोही कपडा लगाएर जन्मिएको जन्मिनुमा र अहिलेमा धेरै फरक छ हो केही फरक छैन हौ त्यस्तै हो के साइज म्याटर ल ठिक छ हुन्छ त्यसरी नै आऊ म सुध्रिसकेँ प्यारीहरू म त बोल्दिनँ नि सुध्रेको धेरै सुध्रेको म जस्तो सोझो त फेरि यो संसारमा कोही छैन म छाडा बोल्दिनँ नि मलाई त छाडा बोल्ने मान्छेहरू पनि मन पर्दैन म त लास्टै संस्कारी हो त्यसै लुङ्गी लाएर बस्छु त प्यारी त्यस्तै लुङ्गी लाएर हेर नि संस्कारी भएर बसिरहेको छु लुङ्गी लाएर त्यतिकै संस्कारी एकदम संस्कारी यो वाला नाच न पुरा यो वाला नाच न अझै यतिकै संस्कारी भएर बस्छु त यतिकै संस्कारी भएर बस्छु त म लुङ्गी लाएर अब यस्तो राम्रो देखेको नि मेरो खुट्टा भयो त्यहाँ भन्न धेरै पर्खिक धेरै बस्यो भने प्यारीहरू म बिहोस पारिदिन्छु कस्तो पागल यो लाइफमा त होइन कि प्यारीहरू रियल लाइफमा मलाई भेट्नुपर्छ पागल कसम पागल म पागल हुन्छ भनेर नि भेट्न नभेट्या पागल भइहाल्छ नि त्यसै यति राम्रो यति पशुपतिको बाँडर र ममा केही फरक छैन यस्तो राम्रै सुन्दरी छु होइन त्यसै बिहोस हुन्न त हुन्छ बाँडर कसरी हिँड्छ देखेछ पछाडिबाट त्यसको हिँडाइ सेम केही फरक छैन
के तिम्रो जस्तो रातै छ र छ नि रातै त छ नि कालो त कालो त कालो छ भने रातो बनाएर आउनु पर्छ मुटु के तिम्रो पनि रातै छ त्यसो भए बाँदरको जस्तो मुटु रातै त छ नि मुटु रातो हुन्न त हुन्छ 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 तिम्रो त कालो छ क्या हो नि सेतै छ तिम्रो पनि काँच र सेतै छ सेतै छ सुक्दिन थालिसक्यो त्यहाँ बाध्य बनाएपछि छिटाउ न यार म जाने बेला भइसक्यो कि कहाँ आउने के म भेट्न आफै आउने म त आउँदिनँ सक्दिनँ म त लेडिज फर्स्ट हो क्या यस फर्स्ट हो आफै आउने मन छ भने आउने मन नभए त म के गर्नु म त सक्दिनँ कि अहिले म एकदम बिरामी छु कि म पनि ल ठिक छ सुई लिएर आउनु इन्जेक्सन हालिदिनु करेन्ट अलि हुन्न रे इन्जेक्सनै लाउनु पर्छ रे आउनु नि डक्टरले भन्नुभएको त्यो हस्पिटलको सुईले हुन्न रे प्रतीकजी तपाईँसँग छ रे सुई कोरियाबाट ल्याउनु भएको होइन त्यही सुईले मात्रै हुन्छ यहाँ भन्नु धेरै थियो यहाँ भन्न बोल्नु नमिलेर हो ल भोलि जुटिमला ल अलि घरमा यहाँ भन्नु छैन कि मलाई यहाँ भन्नु मिल्दैन कि यहाँ म अलिक बोल्न केही छैन अहिले अहिले फोन गर्नु कि अहिले पछि फोन गर्नु म नम्बर दिन्छु कि अनि भन्नु ल ल तपाईँहरूलाई म रेकर्ड गर्छु क्यामेरामा भोलि सुनाउँछु ल प्यारीहरू पर्टिकको एन्सर ल गुड नाइट